Okay, this is how our sailing trip goes. Day 1 मा हामीले अर्ली मर्निङ चौतरा टु बन्देउको बस चढ्यौँ। एकछिन हाम्रो बसको वेट गर्नु पर्यो। बस आउने बित्तिकै वी गट इन क्याबिन सिट अनि यस्तो राम्रो क्लियर भ्यू हेर्दै सैलिङतर्फ लाग्यौँ। त्यसपछि खानालाई सुकुटेमा बस्यौँ अनि फेरि त्यस्तै राम्रो क्लियर भ्यू हेर्दै कति बेला हाम्रो होटेल आइपुग्यो थाहा नै भएन। यो सैलुङको मिल्की बार देखेपछि खानु त परिहाल्यो। कम्पनीड बाई दिस मसलेदार ब्ल्याक टी। हामीसँग अझै टाइम भएकोले हामी फ्रेस हुनसाथ सैलुङ डाँडातर्फ लाग्यौँ। दिस इज द ग्रेट वल अफ सैलुङ। सोचेको जस्तो लामो चाहिँ छैन रहेछ, बट द भ्यू वाज सो मेस्मराइजिङ। द ट्रेल्स ओभर देयर वाज नट सो डिफिकल्ट। बिगिनर ट्रेकर्सहरूको लागि चाहिँ एकदमै पर्फेक्ट। अब स्टार्ट भयो हाम्रो सैलुङको डाँडा। बसको थकाइले गर्दा वी कुडन्ट रिच ओभर द टप अन द सेम डे। थकाइ मेट्नलाई त्यतै नजिकैको डाँडामा गएर त्यहाँको चिसो हावा लिँदै वी टुक अ रिफ्रेसिङ रेस्ट। त्यता मजाले रिफ्रेस भएर हामी तल महादेव गुफातर्फ गयौँ। महादेवको दर्शन गरेर वी वेन्ट ब्याक टु द होटेल एन्ड ह्याड आवर डिनर एन्ड वेन्ट टु स्लिप। डे 2 मा अर्ली मर्निङ अराउन्ड 5 मा सनराइज हेर्न भनेर निस्क्यौँ। राति एकदमै पानी परेकोले वेदर एकदमै चिसो र फगी थियो। चिसो हटाउन भेडाको दुधको चिया खायौँ। टपमा पुग्दा नि वेदर चाहिँ क्लियर भइसकेको थिएन। सनराइज चाहिँ के प्रोपर भ्यू पनि देख्न नपाउने हो कि भन्ने लागिरहेको थियो। एकछिन त्यतै गुम्बा घुम्यौँ। पछि एकछिनमा पानी पर्न थाल्यो। रेनकोट लगाएर वेदर क्लियरको वेटमा बस्यो। पानी परेर होला हुसु सबै क्लियर आउट भयो। सनराइज त हेर्न पाएन, बट एकछिनको लागि भए पनि यस्तो मजाको भ्यू चाहिँ हेर्न पायौँ। वेदर चाहिँ यस्तो छिटो चेन्ज हुने कि त्यहाँ एकैछिनमा इट वेन्ट ब्याक टु फगी विदिन अ फ्यु मिनट्स। वेदर फगी भए पनि त्यताको चिसो हावा मेड अस सो इनर्जेटिक कि हामी उफ्रिँदै तलतिर झऱ्यौँ रमाइलो गर्दै। तल बटममा पुगेपछि चाहिँ फेरि वेदर चाहिँ ब्याक टु नर्मल भयो। तलबाट पनि भ्यू चाहिँ एकदमै राम्रो देखिरहेको थियो। अब हामी चाहिँ निस्किन लाग्यो। यतिखेर चाहिँ घाम लाग्यो। घाम लाग्यो। ब्रेकफास्ट खाएर चाहिँ हामी वी हप्ड अन द बस अनि घर फर्क्यौँ। So anyone visiting Sailing in this monsoon, then do not forget to check weather before going there and do not forget your wind cheater and raincoat. Okay, bye.